गाइस प्रियङ्काले चाहिँ सक्दिनँ मात्रै भन्छ कि अन्त मैले उसलाई कति मोटिभेट गर्छु तिमीले सक्छौ मान्छेले नसक्ने के छ र हैन त्यही भनेर म उसलाई सधैँ मोटिभेट गर्छु तर पनि ऊ सक्दिनँ रहेछु मात्रै भन्छ नि त सो गाइस म चाहिँ सबैलाई मोटिभेट गर्ने कुराहरू मात्रै गर्छु सबैलाई इन्करेज मात्रै गरिरहेको हुन्छु हो तपाईहरु पनि मसँग बस्नुभयो भने चाहिँ एकदमै पोजिटिभ भाइब्सहरू मात्रै सुन्न सक्नुहुन्छ है हो अन्त प्रियङ्कालाई पनि म जहिले पनि भन्छु कि तिमी सक्छौ भनेर उ चाहिँ सक्दिन भनेर हरेस खान्छ नि त अन्त म चाहिँ उलाई सक्छौ भनेर जहिले पनि इन्करेज गरिरहेको हुन्छु है गाइस म चाहिँ एकदमै स्पिरिचुअल लेडी परेँ नि त है त्यही भएर चाहिँ म चाहिँ आध्यात्मिक कुराहरू मात्रै गर्ने गर्छु हो अन्त मैले अरूहरूलाई इन्स्पायर गर्छु भन्दैमा डज नट मिन म चाहिँ कहिले पनि डिसअपोइन्ट हुँदिनँ भन्ने त्यही होइन हो म पनि हुन्छु डिसअपोइन्ट हुन्छु मान्छेको जिन्दगी हो सधैँ एउटै फ्लोमा त कहाँ जान्छ र होइन कतिवटा कुराहरूले डिमोटिभेट हुन्छु हो त्यहाँनिर लडायो उसले हो हेर्दा लडायो कतिवटा कुराहरूले डिमोटिभेट हुन्छु डिसअपोइन्ट हुन्छु है तर मलाई चाहिँ मेरो हस्बेन्डले त्यति बेला चाहिँ इन्करेज गर्छ हो त्यो चाहिँ मेरो लागि प्लस पोइन्ट हो है सो त्यही हो गाइज अन्त द वेदर इज नाइस टुडे है किनभने पानी पर्यो नि त अघि अन्त आई लाइक द वेदर आफ्टर द रेन है एकदमै झन् त्यो उयो हुन्छ नि इन्द्रेणीहरू लाग्छ नि त्यस्तो वेदरहरू चाहिँ मलाई एकदमै राम्रो लाग्छ हो आज पनि पानी परेर चाहिँ यसरी खुल्लिरहेको छ नि त दिन